नमस्कार, जय माटो जय देश। आज चाहिँ मसँग दानबहादुर घिमिरे हुनुहुन्छ। उहाँ चाहिँ झापा 5 मा समीर तामाङज्यूलाई चाहिँ घर दैलो कार्यक्रमको लागि चाहिँ सहयोग गर्न आउनुभएको छ र आज चाहिँ हामी घर दैलो गर्दै यो चौरीमा एकैछिन बिसाएको क्रममा चाहिँ म यहाँ बुवासँग चाहिँ अलिकति केही कुराहरू प्रश्न गर्न चाहन्छु। बुवा, माटोमा किन भोट हाल्ने भनिदिनुहोस् त। माटोमा भोट हाल्ने भनेको देश बनाउन, माटोमा भोट नहाले देश बन्दैन। यो भनेको एकदम नयाँ नौलो भिजन फेला परेको। यो अहिले त्यत्तिकै फेला परेको भयो। धेरै परिश्रमले, धेरै दिमाग लगाएर, धेरै चाहिँ अब अक्षण गरेर हरका सन्तको भिजन। अरूले कसैले फुर्ती गर्नु पर्दैन। उहाँले यो देशमा अब जसरी पनि माटालाई प्रेम गर्नुपर्छ, माटालाई माया गर्नुपर्छ र मात्रै अब देश बन्न सक्छ। माटो बिल्टुवा भएको छ, माटो बाँझो रहेको छ, खेतबारी उहाँले गीतैमा पनि दिइराखेको छ। अब गाना पनि हामीले सुनिराखेका छौँ। माटालाई हेला गरेका कारणले आज हामी अब रुष्ट पनि भयौँ र हामी गरिब भयौँ। धन्यवाद बुवा है। हामी गरिब भएका छौँ। हामी सक्षम बन्नका लागि माटालाई जगाएर, माटालाई हामीले एकदम जगाएर माटालाई एकदम अधुरिएको माटालाई भोट दिएर यसको भिजन तपाईँ हामी सबै लागेर बनाउँछौँ। धन्यवाद। अब अरूले बनाएर बन्दैन फेरि। अब हामी राम्रा असल व्यक्ति चाहिन्छ यहाँ फेरि। दुई चरित्र भएका व्यक्तिले हुँदैन। सच्चा व्यक्ति, सिद्धान्तवादीहरू एक मन प्रसिद्ध गरेर चाहिँ आउने खालका, लाग्ने खालका व्यक्ति लागेर यहाँ दुई चरित्र भएका व्यक्तिले पनि हुँदैन। तर वर्षको अब नेपालै लाग्नुपर्छ। किनभने सजिलाका लागि चाहिँ नेपालले नै अब एकदम हातेमालो गर्नुपर्छ यो देश छिटो बनाउनका लागि। तर अब कोही लाग्ने कोही नलाग्ने भने ढिलो हुन्छ। हुन चाहिँ हुन्छ। धन्यवाद। जय माटो जय माटो जय जय देश। धन्यवाद है हाम्रो बुवालाई।